ओ नरे कहाँ हो? कहाँ रे? कतिखेर आउने हो? म हो सुजन दाई। कतिखेर आउने हो भाइ? बेतनातिर छौँ हौ ख्याम भाइहरूसँग। बेतना छौँ हौ बेतना। ख्याम भाइहरूसँग छौँ हौ हामी। नआउने भाइ? कतिखेर आउँछौ? म सुजन दाई बोलेको। कतिखेर आउँछौ? नरेलाई प्राङ हान्यो होइन सुजन दाई भनेर। सुजन दाई विशेष आउनै भएको छैन आज। दिदीहरूले अर्ग्यानिक डान्स गरिरहनु भएको छ यहाँनिर बेतनामा आएर। ह्याप्पी होली होइन बेतनातिर आएको छौँ हामी। यहाँनिर भाइले फिस्टाल हान्छ अरे यो फुलमा चाहिँ। जोस छैन जहिले अर्कै ध्यान फेर दिमाग मेरो ह्याङ बाथ्यो जहिले मलाई ल्याङ लाग्थ्यो। एक्लो छु म आज कसैको नि साथ छैन। साथ दिन्छु भन्ने हेरु टाढा छन् मबाट टाढै भए पनि खुसी छु म आज तान्देको एक सरको हलुका चाडमा कसैको त्यो साथ हुँदा गरेको थिएँ घाँस मैले। भाइले चाहिँ फिस्टाल हानु होइन। अब कस्तो हानु के हानु अब चाहिँ दर्शकले हेरेर सबजनाले कमेन्ट गर्नुभयो। हान्दै नि रम्ता यता। अब अर्को अरे यसको फिस्टाल आयो अर्को। यो होइन अर्को उमेर 18-19। ह्याप्पी होली ह्याप्पी होली। त्यो चाहिँ बेतना होइन होली। आमाहरूलाई पनि होलीले लागेछ आज बेतना आएर। बेतना दाइ यार धेरै डेभलप भएको छ है आजभोलि। ओ कान्छा दाइ ह्याप्पी होली। ओ भरत दाइ ह्याप्पी होली। भर्खर दाइ भर्खर। हेलो दाइ हेलो ह्याप्पी होली दाइ। बसौँ न हौ एकछिन यार के साह्रो यार दाइ। ह्याप्पी होली रे। ह्याप्पी होली। आज चाहिँ हामी होली खेल्न बेतना आएको छौँ होइन। हामी आज 3 सिक आएको छौँ। धेरै पनि आएको छौँ 3 सिक मात्रै हो होइन। ए होली खेल्न आएको बेला बेतनामा यो भाइलाई पनि भेट्यो। सबैले नमस्कार। म भाग्य न्युपानेको भाइ जिनिस न्युपाने। आज होली म हार्दिक मङ्गलमय होलीको सबैले शुभकामना। आज हामी होली मनाउन हाम्रो स्थानीय ठाउँ बेलबारी बेतना सिमसारमा आएका छौँ। हामी 2 घन्टा यहाँ बस्छौँ त्यसपछि फेरि हामी बेलबारी जान्छौँ फेरि फर्केर आउँछौँ फेरि यहाँ बस्छौँ फेरि घर जान्छौँ फेरि सुत्छौँ। धन्यवाद। फोटो खिचिदिनु भनेपछि के हाने अरे भाइ? ऱ्याप स्यापको साइड भन्दा हुन्छ नि होइन। ऱ्यापहरू जे हान्दा पनि भयो होइन। फिस्टाल जे हान्दा पनि भयो क्या। ल तपाईँले कथा भन्नु त कहाँ फिस्टाल हान्नु कथा कहाँ भन्ने लु लु भाइ यहाँ बुद्धहरूको भनेको जस्तो भयो पनि हुन्छ। ल हो ल पानी खाएन शुद्ध नामेमा बुद्ध। नेपालीले मान्थे उसलाई जस्तै गौतम बुद्ध। ऊ लन्डन वारी नेपाल पारी कुरी बस्दै आमा आउँछ भने छोरा बुहारी। उसले नेपालीको निम्ति धेरै गीत गाए। यो मदाई मान्छे हाइफ्याक्दिङ गरिदिएको सबले बाई बाई। आज यसको फिस्टाइल होइन। अब हामी यहाँ जङ्गलमा फिस्टाइल हामी सुन्नु जाँदैछौँ यसको। हामी चाहिँ जङ्गल आइसक्यौँ। जङ्गलमा हुनसक्छ हाम्रो मङ्गल पनि हुनसक्छ यहाँ नभए दङ्गल पनि हुनसक्छ जे पनि हुनसक्छ। बेलबारी बेतना होइन अब टक्क भ्याक्सिन जान्छ ऱ्याप हान्ने होइन हुनु परेन। कमेडी 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 के छ सबजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ होलीको विशेष दिन होइन। अनि आज चाहिँ ठक्क हामी होली मनाउनको लागि बेतना आइरहेको छौँ। अब एकछिन पछाडि बेलबारी जाने हो। 2 बजे पछाडि बेलबारीमा कन्सर्ट लाग्न आँटेको छ।
अन्त जाने हामी चाहिँ आधा घन्टा पछाडि अनि आजको होली डे सबजनाले एकदम रमाइलो गरेर यहाँनिर पुरा ग्रुपमा होली डे खेल्नलाई